यो अर्का बुढी हो, म पनि भेट्न गएको छैन, तँ पनि भेट्न नआइज, कसैको घर नबिगार्थे, यसो फोनमा बोलेर केही हुनु, तर यसरी नआइज भन्दा यसले मलाई बोलो गान्थे, उसले पनि मलाई बोलो गान्थे। बोलो गान्थे ल ठिक छ त नि, म आफ्नो ठाउँमा बसिरहेको थिएँ। पछि उसले फोन गरी मलाई, ल अब मेरो बिहा हुँदैछ, म जाँदैछु, अन्तिमपल्ट मलाई भेट्न आइज भने। रेकर्डै छन् के अरे, किन ठुली भइसकेछ र फेरि म्यासेज रेकर्ड सब त म राखिरहेको छु त। न तँलाई बिगार्ने र तँलाई लाने त म त तँलाई लप जुन दिन तँलाई भेटेको थिएँ त्यही दिनै लान्छ कि बुझिस् नि। तेरो घर नबिगारिदिएर बोलौँ केही भएन, तर घर चाहिँ नबिगार भने तँलाई तेरो बुढाले पिट्दा पनि तँ मसितै लपके बुढासित सुत्दा पनि बुढो उहाँको कहाँ सुत्दैछ मलाई मेसेज गरेर भन्थ्यो यसले फोन गर्ने, बुढो नहुँदा मलाई फोन गर्ने, मलाई बिहा गर्दा गर भन्दा मैले गरिनँ बिहा। अहिले उसित लाई उसित तपाईँको है 15 दिनभन्दा बढी भएको छैन उसँग बोलेको पनि। यसलाई पनि मैले कतिचोटि मेसेज गरेँ, तँ मलाई बोलो गरिदिएस् क्या। मैले भनेको थिएँ नि अर्का बढी फोन नगर नबोलेछु त भन्दाखेरि तँ सुनेन। मैले यसलाई बचपनदेखि जान्छु क्या, यसको खानदानलाई बुझिस् नि। जान्छस् त मलाई के थाहा, जानेर भएन नि त। जान्छु भन्दै जानेर किन भएन, जसको पाइ जानेर किन भएन, जान्छु भन्दै त इन्डियाबाट अर्का बुढी जानेर किन भएन, अर्का बुढी उडाउन अहिले तिमीहरू कहाँ जानु लाग्यो त? हजुर अहिले तिमीहरू सबै मैले काममा जान लाग्थेँ, त्यहाँ काममा जाँदाखेरि काममा जान लागेको मान्छे यसको घर गएर यसको हात बिहानै बोलाइ थियो कि त्यति केटीको पछि यहाँ केही पनि हुन्न। शान्तिपुर गएर शान्तिपुरबाट अनि तङ्गस पठाइदियो सिधा भाइ। मलाई त सरलाई तिम्रो के छ रेकर्ड सरलाई देखाउन तिमी, फेरि किन खामोस बस्यो? त्यो रेकर्ड हेरेर के आउनु त उसको इच्छा रेकर्ड भन्दा होइन इच्छा होइन त, मतलब उसलाई रेकर्ड त देखाउनु पर्यो। उसको बुढो कहाँ? बुढो त हुनु पर्यो नि उसको। त्यो नि उसको बुढोलाई बोला अनि जिम्मा लगाइदेऊ, त्यसो सिद्धिन्छ। डिमोस भएको तिम्रो डिमोस भएको मेरो लागि बुढा कहाँ हुनुहुन्छ? हात काटेर फोटो पठाउँथेँ कि म नबोल्दाखेरि हत्तीवारमा मजा मेरो ड्युटी खट्टे थिएँ। सुन्नुभयो, म मजामा ड्युटी खट्टे थिएँ, त्यही बेला म बोल्दिनँ है, तसँग बोल्दिनँ भन्दाखेरि हात काटेर पठाएकी हेर्छु यो यसैले हात काटेर एउटा म बोल्दिनँ भन्दाखेरि म सशस्त्रमा म म्याग्दी खाँदाखेरि म उहाँ गर्थेँ कि मेरो मजा ड्युटी परेको थियो त्यति बेला। त्यसपछि सुन्नु हेर्नुहोस् है, हजुरको श्रीमान कहाँ हुनुहुन्छ? अब यसले पठाएका म्यासेज सबै हुनुहुन्छ घरमा को को छ? यसले पठाएका म्यासेज सबै हेर्दै जानु। सरलाई देऊ न तिमी, सरले हेर्नुहुन्छ। रमाइलो तपाईँ कहाँ जानु र? जाऊ फेरि गर भर्खर गाडी गयो काम माथि पठाइदेऊ, बुढोलाई घरकालाई कन्ट्याक्ट गरिदेऊ होइन। घरमा को हुनुहुन्छ? बाबा हुनुहुन्छ? केटाकेटी त छैन तिम्रो? एउटा छ अरे होइन? हो एउटा बच्चा छ कति वर्ष एउटा बच्चा छ अरे। बच्चा छोडेर हिँड्ने जाउँ अनि एउटा कुरा है सर, एउटा हिजो मलाई रेडी भेट्नु भयो है, यो यसले बुटुल बोलाएर छ, यो राति 11 बजीसम्म यो आएन। यसलाई मैले रेडीबाट फर्काएर घर सर्दिएको थिएँ, मैले बिगार्ने महिला मलाई हिजो बिगार्थेँ तँसँग नगरिकन यसलाई मैले यस्तै होइन यो को नचिनेको मान्छे किन यस्तो गर्छ त घर होइन, यहाँबाट जाने होइन बुटुल जाने होइन घर होइन भने रेडीबाट फर्काएर मैले यसलाई घर लेट छोडेर राखेको थिएँ होइन भने सक्ने भन्छ 1000 रुपियाँ दिएँ मासु किनिदिएँ। त्यसपछि यसलाई घर छोड्दै यसरी हिँड्ने होइन, भोलिबाट नजानु यसलाई बोलो गरिदिन्छ। त्यस्तो मैले बोल्ने तुमुरदार को मेरो भयो नि, तर पनि आज बोलाएर फेरि फोन गरेर यसलाई भेटेँ त मैले त बिगार्ने हो, मलाई हिजो बिगारिदिन्थेँ। हिजो मेरो खुल्ला साथमा थियो त मेरो जति बेला पनि सही कुरा हो हजुर। जति बेला पनि बस्नु हजुरको बुवाको नाम भन्नु? तपाईँले चाहिँ मलाई किन झुट बोले त भने यही त रहेछ नि लफाउने। बुवाको नाम भन्नु? किन झुट बोले? जिन्दगी खेलाउन लाग्छ होइन त्यो यस्तो भन्छ तिम्रो पनि त्यो पनि कतिचोटि भनिरहेको थिएँ कि यस्तो नगर कसैसँग यस्तो खेलवाड गर्न नसकेको जिन्दगी यस्तो नगरै कतिचोटि भनिरहेको जिन्दगी खासै बिहा चाहिँ यिनीसँग नि हुन्छ तिमीसँग नि हुन्छ होइन। बिहा चाहिँ छुट्टै दुला रहेछ होइन। यसमा चाहिँ अब उसको बुढालाई बोलाउनु पर्यो अनि तिम्रो चाहिँ अब यसरी झगडा गरेर लडाइँ गरेर हुँदैन। त्यही त नि, अब तिम्रो किन उ गर्न पर्यो? तिमीले पनि केही गर्ने कुरो हुन्न, छोड्देऊ। उसले तिमीले केही गर्ने कुरो हुन्न यसमा, बुझ्यौ नि। उसको बुढाको अब बुढालाई बोलाइदिनुहुन्छ सरले, अनि उहाँ के गर्ने उसले बुझ्यो नि। अब के यो नानीले डिभोर्स गरेर बसेको हुनु भएको भए
ऊ हुन्थ्यो छुट्टै हुन्थ्यो म चाहिँ डिभोर्स गर पहिला त्यसपछि बिहा गरेन मैले गर्दिनँ किनभने भयो भने कुरा चाहिँ केस पऱ्यो भने त राम्रो हुन्न नि त कुरा चाहिँ तिमीसँग नि हुँदो रहेछ पहिले यिनीसँग पनि हुँदो रहेछ क्या दुइटैसँग हुँदो रहेछ क्या कुरा होइन बुढोसँग बोल्दिनँ भनेर वाट्सएपमा मलाई गाली गरौँ आफैले मेसेन्जर खोलेर मेरो म तपाईँसँग नबोली सक्दिनँ भने आफै मेसेन्जर खोलेर मस्त बोली मस्त मेसेन्जर खोल्नलाई चाहिँ तपाईँले मैले हो मैले पनि हो तैँले पनि हो के बोलाउनु त होइन मेसेन्जर बोल्नु चाहिँ अन्त बोले पनि मलाई एकदम एकचोटि मात्रै आएर बोलाउनु थालेको अब हामी त किन बस्ने